Hey guys, आज चाहिँ मैले दाल भात सब्जी बनाउने हो। बुढीले चाहिँ लुगा धुने रे हैन। अनि म आफै काट्छु। म आफै गर्छु। म आज त यहाँ एउटा पनि हात नलगा। हात लगा म राम्रो मान्दिन। म पकाएर खाउँछु आज तिमीहरू दुईजना आमा छोरीलाई। बुझिस? अब आलु काट्ने हो, दाल बसल्यो, आलु भुजा चप्चो भुट्ने गरिब दुखी मान्छे, मासु खाने त छैन, के गर्ने गाइस। अनि भात बसाल्ने हो। त्यसले मासु भात खाने के अन्त? घरि मटन, घरि चिकन। कहाँ डेलीको मटन चिकन कन्ट्रोल फुटाइ मासु किनेर खाएको छु 500 रुपियाँको। खसीको मासु दोकानै थाहा छैन। माछा झन् पाउँदै पाउँदैन यहाँ। कहाँ पाउँछ माछा। सन्डे एक दिन मात्रै पाउँछ अरे, त्यो पनि बिहान पनि पाउँछ अरे, माछै पाउँदैन अरू बेला हो। अनि खसीको मासु पनि त्यही सन्डे मात्रै पाउँछ अरे, सन्डे र शनिबार र आइतबार पाउँछ अरे। बाँकी दिन त सबै चिकन खाएर एलर्जी भएर जिउ चिलाएर अहिले पनि पुरा चिरिक गर्छ, जिउ चिलाउँछ एलर्जी के। अनि यहाँको चाहिँ ट्राफिक के साह्रो हो आमामामामा। यहाँ चाहिँ ट्राफिक धेरै ट्राफिक हुन्छ। रातभरि सुत्नु पाउँदैन हो। कुदेको कुदै गर्छ गाडी। एकतिर यहाँ कस्टमर आएको गर्छ हो। अहिले त नयाँ हुँदोसम्म ठिकै थियो, पुरानो भएर त अबै अहिले 6 मन्थ भयो होइन। पुरा कस्टमर आएको काम गरेको कन्ट्रोल पनि छुट्याइदियो। अब के गर्ने, नानीको बिमारी छुट्याउनुको लागि अब 1-2 पैसा जम्मा गर्दै राखेको थियो। ससुरा बाबु पनि बिमारी भएर चाहिँ गाउँमा पैसा हाल्दै नि त। अनि आफ्नो सेलरी चाहिँ अब यता अब भनिदिउँ न, नानीलाई डक्टर सक्टर देखाएर यताउति भएर सक्यो। सरायो पैसा यता हालिदियो होइन। अनि आज चाहिँ सब्जी भात दाल बनाउने हो। धेरै दिन बुढीले पकाएर खुवायो मलाई। आज म पकाएर खुवाउनु पऱ्यो बुढीलाई चाहिँ। अब चाहिँ म पकाएर खुवाउनु पऱ्यो आज।